नमस्ते यहाँहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छौँ। शहीद हेमनारायण गोल्ड कपमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। सिराहा नगरपालिका विशेष गरी सिराहामा रहेर तपाईँहरू सम्पूर्णलाई हामी स्वागत गर्न चाहन्छौँ। आयोजक सलेज युवा क्लब सिराहाद्वारा आयोजित यो शहीद हेमनारायण गोल्ड कप आज पहिलो दिन दुई टोलीहरू भिड्दैछन्। पूर्वेली झापाको टिम चातसा पुस्तकालय दमक झापा भर्सेस गोलबजार युनाइटेड गोलबजार सिराहा बीचको खेल पहिलो उद्घाटन खेल। आजका प्रमुख अतिथि लगायत अन्य अतिथिगणहरूको मैदानमा प्रवेश हुँदैछ। हेर्न सक्छौँ हामी शङ्कर रङ्गशालाको यो मैदानबाट तपाईँहरूलाई स्वागत गर्न चाहन्छौँ। तपाईँहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। युवाको सम्मान सलेजको चिनारी सिराहाको पहिचानको रूपमा फुटबल खेललाई शहीद हेमनारायण गोल्ड कपलाई हामी हेर्न सक्छौँ। तपाईँहरू आज यो पहिलो दिन कुन टिमको सपोर्टमा हुनुहुन्छ लेख्नुहोला। हामी गोल नेपालको अफिसियल युट्युबमा रहेर आज तपाईँहरूलाई यो प्रत्यक्ष प्रसारण गर्दैछौँ। शहीद हेमनारायण गोल्ड कप फुटबल प्रतियोगिता च्याम्पियन टिमले 3 लाख सहित उत्कृष्ट ट्रफी उचाल्नेछ। यसै गरी उपविजेता हुने टिमले 1,50,000 सहित उत्कृष्ट ट्रफी उचाल्नेछ। दुवै टिम रेडी भइसकेका छन्। दुवै टिममा अनुभवी खेलाडीहरू एक्सपिरियन्स प्लेयरहरूले भरिपूर्ण छ। तपाईँहरू कुन टोलीको सपोर्टमा हुनुहुन्छ लेख्नुहोला। हेर्न सक्छौँ हामीले आजका प्रमुख अतिथि लगायत अन्य अतिथिगणहरूलाई दुवै टिमलाई हौसला प्रदान भइसकेको छ भने अब राष्ट्रिय गानको पालो रहेको छ।